यस्तो अवस्थामा छ हामी। गाडीको हालत त्यस्तो छ, मान्छे हालत यहाँ यस्तो छ। यस्तो छ गाडी। अनि हामी चाहिँ यहाँ छतमा, फेरि साथीहरू पनि कोही पनि छैन, एक्लै बसिरहेको छु गाइस। के गर्नु, बिजोग छ, यस्तै छ हालत। खलङ्गा जाँदाखेरि पनि यस्तै, कहिलेकाहीँ घर जाँदाखेरि पनि यस्तै। खारोको पुलले गर्दा मान्छेलाई त्यस्तो तनाव भएको छ नि, भाडा पनि उत्तिकै महँगो भएर फेरि लास्टै गाह्रो भइरहेको छ। हेर्नुहोस् गाई, यस्तो भिड छ। पुरै माथि टपदेखि माथि हो, म चाहिँ यता यस्तो ठाउँ चाहिँ पर्ने ठाउँमा म चाहिँ एक्लो भएको कारणले टक्क पारेर छतमै उभिरहेको छु। अनि ढिलो त छ नभने उभिरहेको छु। त्यो के गर्नु, जे जस्तो भए पनि यात्रा गर्नुपर्छ क्या, त्यही नै हो। त्यो अरू के छतमा बसेर धुलो खाइएको छ र गर्मी खाइएको छ, त्यही हो। अरू चाहिँ सबै जस्तै ठिकै छ। अब यात्रा भन्ने कुरा यस्तै, कहिले सजिलो हुन्छ कहिले अप्ठ्यारो हुन्छ होइन। त्यही पनि बिहान चाहिँ अलिक ढिला गर्थ्यो हामीलाई लिम्चा साइडमा। 3 घन्टा बिहान कुर्दाखेरि अहिले 1 घन्टा 4 घन्टा कुर्दा अहिले फेरि हामी खारा नुहाएको छौँ। फेरि अहिले खाराबाट कालीमाटी जाँदाखेरि अब त्यहाँ कति पुऱ्याउने हो, के गर्नु, हालत यस्तो छ। यस्तो भिड छ यहाँ, पुरै भिड। मेरो कपालले पनि यहाँ ल्याङ गरेर आएको छ, अगाडि आएर बिजोग भएको छ। यस्तो पर्छ कि पुरै पर्छ, यस्तो पर्छ जानुपर्छ गाडी। यस्तो भिडमा छ, यस्तो भिडमा गाडीमा, त्यो पनि छतमा, फेरि राम्रो सिटै पाउँदैन। के गर्नु, प्यासेन्जरको हालत। हिजो पानी परेको कारण अनि यहाँ खाराको पुल लगाउने क्रम हुँदाखेरि यहाँ खन्दाखेरि घाट पनि अहिले कालो कालो आइरहेको छ।